कति पैसा दिए आन्दोलन गर्न अलिकति लास्ट सरम बन्ने चिज लाग्दैन तिमीलाई झोलेहरू आई लभ यु भन्दै बस्ने आन्दोलन केका लागि गर्ने थाहा छ कि थाहा छैन आन्दोलन त भ्रष्टाचार बलात्कारी विरुद्ध गर्ने हो कि देशमा त सुशासन होइन कुशासन भयो बाहिरतिर आन्दोलन गर्नु भएको नि जसले आन्दोलन गर्नु भएको नि गएर आफ्नो घर परिवार स्याहार गर्नु आफ्ना छोराछोरी हेर्नु छोराछोरीको अवस्था के छ हेर्नु एकपटक अब बाको त 84 गर्ने बेला भयो अब जाने बेला पनि भयो टेन्सन नगर्नु तपाईँहरूले टेन्सन गरेर केही हुनेवाला छैन खुरुक्क लाएर आफ्नो घरतिर जानुहोस् आन्दोलन नगर्नुहोस् आन्दोलन केका लागि गर्नुपर्छ कसरी गर्नुपर्छ भन्ने सबै तपाईँलाई पनि थाहा होला मलाई पनि थाहा होला होइन केका विरुद्ध आन्दोलन गर्नुपर्छ नि सबैलाई थाहा छ जहाँ एउटा जेलको त आन्दोलन गर्ने झोलेहरू ठुक्क लास्ट शरम भन्ने चिज पनि छैन आफ्नो मान्छे बचाउन जति पनि ऊर्जा जहाँ बुढालाई बचाउन त्यत्रो आन्दोलन गर्नुपर्छ अनि मारेको बुढालाई गोली ठोकेको आफ्नो मान्छे बचाउन जति पनि ऊर्जा खर्च गर्ने अनि देशको नागरिक बचाउनखेरि खै त्यो ऊर्जा खै देखाएको जहाँ अब एउटा जेल कोच्दा पनि होइन के नाना बाती गर जस्तो अचम्म छ बा होइन हामीलाई पावर होइन हामीलाई जस्टिस चाहिन्छ जस्टिस धेरै बोलेछु नि माफ गरिदिनु होला होइन के भयो हाम्रो देश जहाँ एउटा जेल कोच्दाखेरि होइन त्यत्रो आन्दोलन गर्नुपर्छ र भने सत्य लुकाएर लुक्दैन है सत्य लुकाएर लुक्दैन